हेलो नमस्ते एन्ड गुड मर्निङ गाइज। म चाहिँ आज यहाँ तिलोत्तमा मणिरामबाट अब आज कुकुर तिहार। आज चाहिँ हामी कुकुर तिहारको विशेष अवसरमा चाहिँ हामी नुवाकोट धेरैचोटि गइयो, तर योपालि चाहिँ हिँड्दै हिँड्दै हाइकिङ गर्दा जाऊँ त भनेर हामी यहाँ सालाबिना रेडी भएको छौँ। अहिले बिहानको लगभग 6 बज्नै लागेको छ। बाहिर घाम अब लाग्छ बिस्तारै, त्यस कारण हामी चाहिँ घाम लागेको हेर्ने गरी चाहिँ माथि डाँडामा जाने हाम्रो उद्देश्य छ। हिँड्दै हिँड्दै करिब 1.5 घन्टा लाग्छ भन्ने मैले सुनेको छु। हेरौँ आज कति लाग्छ त्यही थाहा हुन्छ। अनि रेडी हो तिमी? एकदम ल जाऊँ है त। ल रेडी हो? ल जाऊँ। हामी चाहिँ अहिले कहाँ आयो भन्दा गुगलको मेन मन्डी छ नि, मन्डीकै नजिक नजिक आएको छौँ है हामी। अन्त बवाल खोला बगेछ, यता रनिङ चल्दै रहेछ नानीहरूको। यता नि लाउरे बन्ने रहेछ। ल हामी चाहिँ फुलबारीमा आयौँ। अब यहाँ एकजना कसैलाई सोध्नु पऱ्यो, यहाँ कता कता हिँड्दै जाने, हामीलाई थाहा छैन। हामी कता सोध्ने खोइ, त्यो अङ्कललाई सोधौँ है। अङ्कल यो हिँड्दै जाने कता आडो माथि? नुवाकोट। नुवाकोट हजुर हिँड्दै जाने कि बस्नु? हिँड्दै जाने। हिँड्दै जाने कि यता यता ब्यागबाट फुलबारीदेखि जाने? फुलबारीबाट। ल धन्यवाद हजुरलाई। माथिबाट जाने रहेछ। हामीले बाइक फर्काइसकेका छौँ। ह्याप्पी तिहार कुकुरहरू। अब यता माथि हामी बाइक कहाँ राख्यो? बाइक यहाँबाट रहेछ कि नुवाकोट प्रवेशद्वार यहाँबाट रहेछ। ओ माई गड, झर्नु पऱ्यो। कसलाई सोध्छु भनेर प्लानिङ गरिरहेको थिएँ, राम्रो राम्रो मान्छेहरूलाई सोध्नै पाइएन। हो कि नै? दिदी त ब्युटिफुल क्युटी देखिनु भयो। तर हजुरलाई यो झोला एकदम सुहा। खै कुन मोबाइल देखाउँ त हजुरको? ओ माई गड, 16 प्रो म्याक्स। त्यस्तो दामी लिनु भएको यार, आमामामा। ल बाइक चाहिँ यता राख्यो। अब हेलमेट लिएर जाऊँ। यो हतियार काम पनि गर्छ केही भइहाल्यो। यहाँ चाहिँ नुवाकोट प्रवेशद्वार, यहाँबाट केही बेर हामी उता निस्किन्छौँ। साथीहरूको अनुसार 1.5 घन्टा लाग्छ भन्ने कुरो थियो। अब कति लाग्छ थाहा हुन्छ। ठ्याक्कै घाम चाहिँ पछाडि उदाइसकेको छ। अलि यहाँ बादल लागेको कारण चाहिँ अलि राम्रोसँग देखिएन। बुटोलको भ्यू देखिन थालिसकेको छ यहाँबाट। यो नेसनल जियोग्राफीका पत्रकार कृष्ण ब्लगर। हजुरको के छ युट्युबमा? केही छैन। 2 सब्सक्राइब छ उहाँको त। 65 त छ। ओ माई गड, 65 पनि त्यति हुन्न नि। तपाईँलाई बधाई छ त्यत्रो पुऱ्याएकोमा। मेरो पनि पुऱ्याइदिनु न। जताततै निलो फुल। यो फुलको नाम के होला? दामी रहेछ चारैतिर। सुरुमै गेट प्रवेश गर्ने बित्तिकै माथि चाहिँ पुरा भित्ताभरि जता पनि फुलै फुल। गेटबाट अलि माथि आउने बित्तिकै यहाँ चाहिँ पुरै भोटे भन्छ चाहिँ गाउँतिर के छ भनिन्छ। पुरै जङ्गल रहेछ यहाँ। तल भजन बजिरहेछ। यहाँ चाहिँ हामी नुवाकोट 4-5 पालि आइसक्यौँ होला पहिला, तर यो चाहिँ पहिलो एक्सपिरियन्स हो। हजुर आउनुभएको थियो छैन? आइथिएन, मेरो चाहिँ फर्स्टचोटि नुवाकोट हो। गाडीमा जानु भएन? आज त हिँड्दै फर्स्टचोटि हेर्नु नहिँड्दै हामी। ए यो बाइक सिकेको कस्तो भनिदिनु नि त। बाइकको कुरा नगरौँ। ल हेलमेटलाई झोलामा हालियो। अब चाहिँ हिँड्न अलि सहज हुन्छ कि। हावा चाहिँ मिठो चलेछ है। यहाँ माथि गेट छ जस्तो। यो चाहिँ सिद्धार्थ केवलकारमा जाने गेट रहेछ। तलतिर बाटो पिच पुरा पिच छ। यहाँ गेट छ। एकदम मिठो हावा लाग्छ यहाँ चाहिँ। पछाडि घाम देख्नु सक्नुहुन्छ, ठ्याक्क घाम उदाएको छ। यहाँबाट यस्तो राम्रो बाटो पिच भएको रहेछ। हामी चाहिँ झुकिएर केवलकारभित्र पसिएछ। यहाँबाट ठ्याक्कै गेटबाट तलतिरबाट जाने बाटो। हामी चाहिँ झुकेर यहाँ यता भित्र पसिएछ। खास जानुपर्ने यता आइछ। अब यता जाउँ है त। यहाँ चाहिँ एकजना दाइले तपाईँहरू गलत बाटो आउनुभयो, यता फर्किएर यता तलबाट भन्नु हो। यताबाट जाउँ है त। यहाँको अर्को राम्रो पक्ष भनेको चाहिँ यी प्रकृतिलाई नबिगारिकन बुट्टाहरू जस्ताको तस्तै छन् बाटो। कडा घाम देखियो यहाँबाट चाहिँ। ठ्याक्क केवलकार माथि आइयो। यो तराईको यो अहिले ठ्याक्क फेरि के छ भन्दा धान पाक्यो, धान काट्ने अनि पोल्ने बेला भएको छ। त्यही भएर तराईतिरको मौसम एकदम बिग्रिएको कि पुरै धुलै धुवै धुवा। त्यही भएर यो चाहिँ त्यो धुवाबाट केही पर प्राकृतिक रूपमा एउटा यहाँ आइएको छ। यहाँबाट चाहिँ अब
ढलाई गरेको बाटो सकिएर कच्ची छ ढुङ्गाको टेका चाहिँ अलिअलि रहेछ बतिसकेको छ प्राकृतिक बाटो यहाँबाट ठाडै उकालो हो जस्तो छ हामी नेपालीहरूको एउटा खराब प्रवृत्ति पशुको प्रवृत्ति के छ भने हामी जहाँ गए पनि यो पशु मानसिकता देखाइहाल्छौँ कि हामीले पानी बोतल ल्याउँदा जति वेट थियो त्यसको त 50 भागको 1 भाग होला यो बोतलको वेट त्यति पनि हामीले आफूलाई आवश्यकता स्वार्थ पुरा भएपछि यहाँ फालेर हिँड्छौँ कि यस्तो प्राकृतिक ठाउँहरूको जगेर्ना गर्नुपर्ने हो यसको संरक्षण गर्नलाई अझ पहल गर्नुपर्ने सट्टामा यसरी जहाँ पाते कागजहरू फाल्दै हिँडेपछि यसको कसरी संरक्षण हुन्छ हामीले चाहिँ नेपाल फोहोर भयो नेपालको नेता खराब भयो मात्रै भन्न सिकियो तर यहाँ जहाँ पाते खाने अनि कागजहरू बोतलहरू यहाँ फालेपछि यो प्रकृति यसै त बिग्रिने भयो नि त्यस कारण चाहिँ नेतालाई दोष दिनु मात्रै भन्दा पनि हामीले आफूले के गरेर हाम्रो जिम्मेवारी के हो त भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्छ आफ्नो स्वार्थ पुरा भएपछि जहाँ पाते कागजहरू फाल्ने यो काम साह्रै गलत छ चाहिँ गर्न हुन सक्छौँ गाइजहरू कति सुन्दर प्रकृतिमा जहाँ पाते प्लास्टिकहरू फाल्दा यसले पक्कै पनि हानि गरिरहेको होला त्यस कारण यस्ता कुराहरूमा ख्याल गर्नुपर्छ है ल रेस्ट टाइम थाकियो जम्मा आधी घन्टा हिँड्यो आधी घन्टा भइसक्यो गएर आधी घन्टा त भइसक्यो ठ्याक्क अब घाम पनि ठ्याक्क माथि निस्किँदैछ अब झन् छिटो जानुपर्छ हामी रामजाम बसेर हुनु यहाँको विशेषता भने चाहिँ यो यस्तो यो निलो फुल नाम त थाहा भएन दामी फुल्दो रहेछ कि यहाँ हामी अहिले आधा घन्टा हिँडिसक्यौँ यहाँ चाहिँ तलदेखि यहाँ माथिसम्म पुरै भयो भइभरि यो सिजन भइसक्यो जस्तो छ पुरा जताहरू पनि निलै फुल छ यहाँ चाहिँ यो बेलको रुख रहेछ यो बेलको रुख चाहिँ यो यसको पात चाहिँ यस्तो हुन्छ कि हजुरलाई थाहा नै होला शिवजीको त्रिनेत्र पनि भनिन्छ होला यसरी ट्याक्क 3टा आँखा जस्तो त्यही भएर यसलाई चाहिँ यो हिन्दू धर्ममा चाहिँ यसको एकदम महत्त्व छ एकदम पवित्र रुख मानिन्छ यसको औषधीय गुणहरू पनि एकदम धेरै छ यो यता फुलहरू यस्तो पुरै दामी छ यहाँ चाहिँ यी सबै औषधीय गुणले युक्त छन् एउटा संस्कृतमा भनाइ छ नि अमन्त्रम अक्षरम नास्ति नास्ति मूलम अनौषधम अरे कि त्यस्तो कुनै अक्षर हुँदैन जसको चाहिँ मन्त्र बनाउन नसकोस् र त्यस्तो कुनै मूल भनेको त्यस्तो कुनै बिरुवा जर हुँदैन जसको चाहिँ औषधीय गुण नहोस् तर त्यसको चाहिँ औषधी बनाउन सक्ने चाहिँ योग्य मान्छेको आवश्यकता पर्छ त्यस्तै अयोग्य पुरुष नास्ति त्यस्तो कुनै पुरुष पनि हुँदैन जसको योग्यता कुनै नहोस् यो जगत तत्र दुर्लभ भने लास्टमा त्यस्तो चाहिँ मन्त्र नहुने अक्षर छैन जडीबुटी गुण नहुने चाहिँ कुनै बिरुवा छैन र योग्यता नहुने चाहिँ कुनै मानिस छैन के को आवश्यकता छ भन्दाखेरि त्यो अक्षरलाई मन्त्र बनाउन सक्ने हरेक जडीबुटीको औषधि गुण निकाल्न सक्ने र प्रत्येक पुरुषभित्र रहेको योग्यता प्रतिभालाई निकाल्न सक्ने मान्छेको चाहिँ खाँचो छ भनेर निकै सुन्दर मलाई लाग्छ यो चाहिँ संस्कृतको एउटा भनाइ अहिले चाहिँ हामी करिब 45 मिनट हिँडिसक्यौँ यहाँ चाहिँ अब सम्मसम्म देखियो माथि एकदमै प्राकृतिक यो धेरै दसैँमा घर जाँदा बाहेक त्यसपछि यो तराईकै धुवाधुलोमा बसिरहेको थियो निस्किन पाउँदाखेरि हावा पनि एकदम स्वच्छ जस्तो छ कि यहाँ चाहिँ आनन्द सास लिँदा पनि पुरा मजा आउने केही बेर हामी विश्राम गर्नु पर्ला जस्तो हाम्रो यो 45 मिनटको यात्रा समीक्षा गर नि त के कसो भयो सर एकदम राम्रो रहेछ वहाँ तलतिरबाट बाटो मेन रोडबाट माथि निक्लिएपछि सबै यस्तो राम्रो राम्रो फुल के बब्बाल रहेछ तर यहाँ अलि नराम्रो फोहोरले अलि नराम्रो बनाएको छ यो चाहिँ मलाई खासै मन परिरहेको छैन नत्र चाहिँ यो जङ्गलको भाइबहरू यस्तो हावा चलेको दामी छ के एकदम सिँडी अनि यहाँ फेरि कस्तो रहेछ भन्दा लोकल ढुङ्गाको के सिमेन्ट पनि छैन ढुङ्गाको यस्तो पुरानो टाइपको दामी बनाएर छन् के यस्तो बवाल रहेछ म के भन्छु भन्दा हजुरहरू पनि चट्ट एकपालि यहाँ हिँड्न आउनु होला घुम्नको लागि एकदम बवाल छ है त ल अब हजुरतिर जान्छ प्रश्न कस्तो भइरहेछ एकदम रमाइलो हुँदैछ सोचेभन्दा राम्रो नराम्रो कस्तो एकदम राम्रो रमाइलो हुँदैछ थकाइ अलिअलि आउँदैछ यात्राको क्रममा अब कति बेर लाग्ला त खै अब पहिलोचोटिको यात्रा थाहा छैन कति मिनट लाउँछ ल यहाँबाट चाहिँ यस्तो घाँस भएको एरिया सुरु भयो यहाँ चाहिँ दामी चिरनी रुख रहेछ हिँड्न पर्यो थकै लाग्यो थकै दामी आऊ छोटो विश्रामपछि हाम्रो यात्रा पुनः सुरु भएको छ यहाँबाट चाहिँ सम्म बाटो देखिया छ ठ्याक्क हामी आउने अनि मिठो हावाचारी चल्यो कि यहाँ चाहिँ पुरै हाम्रो थकान भुल्ने खालको क्या गजबको हावाचारी लाग्छ यहाँ चाहिँ ओ माथि डाँडा देखिया ठ्याक्क घाम पनि यहाँ आइरहेको छ यति गजब छ नि यहाँ राष्ट्रै शीतल भएर फ्रेस भयो
वाउ दामी हावा लाग्यो नास्ता थियो नि हाम्रो कताको अहिले चाहिँ मजा भएको थियो भने अहिले निक्लिनु छैन निस्कियो ल सिम भाइ ल अब जेपा इस केरा त पिच्के थियो यार ओए ओ माई गॉड ल तिमीलाई जेपा त खानु न गाइजी क्याच हाम्रो तर पहिला पानी खाएर खानु पर्छ चावडा हालेको 3टा भयो नि क्या पहिला पानी खानु के र पानी कम भयो त्यही केरा पनि घर खान र यहाँ थाकेर खान त धेरै मजा आउँदो थियो कति जाम्दियो अब पिसेको केरा खानु झन् मिठो हुन्छ अब पानी डाइट पेटियो गाइड डाइट अब यसले 30 मिनटसम्म हिँड्न हामीलाई सहयोग गर्नेछ खाजासाजा खाएर फोटो सुट हुँदैछ यहाँ एउटा फोटो बराबरको 50 रुपियाँ तर राम्रो आयो यहाँ तर यहाँ मिठो आएको छ फोटो पनि मिठो आएको छ हावा पनि मिठो आएको छ आनन्द प्रकृति काखमा हो त्यहाँ माथि हामी जाने चाहिँ त्यहाँ माथि डाँडामा हो अझै पनि केही बेर हिँड्नुपर्छ पक्का पनि तर पनि हामी रिफ्रेस भइसकेका छौँ अब चाहिँ यहाँ फोटोसुट सकेपछि हामी छिट्टै अगाडि लाग्नेछौँ फेरि उकालो सुरु र हाम्रा भलगा तातिएका छन् केरा खाएपछि दिदीलाई ट्रेकिङ गर्नलाई यहाँ लौरो हो त्यहाँ कले काटेर राखेर र हाम्रा हिरोले मोटो रहेछ हरियो रहेछ क्या होइन यो एकदम ठिक छ सानो मान्छेलाई ट्रेकिङ गर्नलाई ट्रेकिङ गर्न हुन्न तर ट्रेकिङ गर्न हुन्छ कि यसले दिदी हेलाउनु मेरो फुल दिनु ल जाम सारा लिँदै एउटा भरियाको खाँचो थियो कोही छु हुनु छ भने आजीवन भरि हुनु चाहनु छ भने सिबी पठाउनु होला सावधान सडक निर्माण कार्य भइरहेको छ अरे कहाँ खै नुवाकोट प्रदेश गेट यस्तो जनावर रहेछ चाहिँ यति नदी लाँदाखेरि के हो यसको नाम यहाँ यस्तो सिमेन्टको टेका सुरु भयो यसको मतलब हो कि हामी चाहिँ अब लगभग आइसक्यौँ जस्तो छ करिब 2 घन्टा हामी लगभग 1.5 घन्टा आकलन गरेको थियौँ तै पनि हामी चाहिँ फोटो खिच्दै विश्राम गर्दै गर्दै आउँदाखेरि 2 घन्टा लाग्यो व्यक्तिगत रूपमा मलाई चाहिँ त्यही थकाइ लाग्यो नि ठ्याक्कै मैले भनेको ठाउँमा आइछ पृथ्वीनारायण शाहको मूर्ति भएको ठाउँमा आइछ ल आइयो आइयो ल र सानैमा पृथ्वीनारायण शाहसित सँगै खेल्ने सँगै हुर्केको मान्छे कि म सानैमा सँगै एउटै थालमा भात खाने मेरो कट्टु लाग्थ्यो थियो चोरेर पहिला सानैमा त बदमास थिएँ नि हिँडाइ कस्तो भयो 1 घन्टा ट्रेकिङमा हिमाल त आइयो खुब अझै पनि हामी आइएको छैन अझै यहाँ हिँड्नुपर्छ एकछिन सालाको तर्फबाट आज नास्ता ल अर्ग्यानिक गाउँले चुलोमा आइएको छ हामी चाहिँ यहाँले खाने हो लोकल हो ट्रेकिङ गर्ने त्यति नखाएसम्म सकिँदैन हो एउटा माउन्ट नराखी नास्ता नास्ता ल आयो है टुच्छ नास्ता खाम ट्रेकिङ गरेर फाइनली ल नास्ता खाम ल खाम कस्तो रहेछ ल यति बेला हामीले नास्ता खाएर अब यो 80 त मेरो पनि भयो यात्रा अगाडि बढाउँदैछौँ अर्ग्यानिक गाउँले चुलो यता दाइले साह्रै मिठो खाना पकाएर खुवाउनु हो नास्ता ल जाउँ बोतल राख्ने लाने ल यहाँ यो के भन्छ कस्तो नाम यो के अरे नुवाकोट आउँदाखेरि ठ्याक्कै यो पृथ्वीनारायण शाहको अगाडिपट्टिको होटल हो यो अर्ग्यानिक गाउँले मिठो नास्ता खानु हो ल अब हामी चाहिँ यहाँबाट माथि भ्यू पोइन्टमा जान्छौँ भ्यू पोइन्टमा गएर केही बेर बसेर अनि यता फर्किन्छौँ हामी जस मजा छ आनन्द छ यो मौसम एकदमै शीतल आज चाहिँ यो अब बिस्तारै जाडो पनि सुरु हुँदैछ त्यही भएर एकदमै मौसम राम्रो छ टेका चढ्दैछौँ हामी अलि ऊर्जा त आयो नि खाना खाएपछि सोना खाएपछि किन इनर्जी त भइपुरा जुरुक बनाएको मलाई त्यहाँ बुढा बनाएको यहाँ चाहिँ माथि गुगु गर्न भने सुनिरहेको पहिला चाहिँ यहाँ राजा कुन राजामा थाहा भएन राजाले यहाँ
यसो बैठक सैठक गर्ने ठाउँ छ कि माथि चाहिँ चारैतिर गाह्रो लाग्छ अनि त्यहाँ चाहिँ कोही दुश्मनले पनि नदेखि गोप्य तरिकाको मन्दिर पनि छ मन्दिर कति प्राचीन त मलाई थाहा भएन छन चाहिँ छ अब हामी चाहिँ नजिकै छौँ त्यहाँ गएपछि स्यार र त्यहाँको भ्यू देखाउँछु मैले मन्दिरमा आइयो ल यहाँ चाहिँ ठुलो त्रिशुल छ दामी छ मन्दिर चाहिँ नेपाली मौलिक शैलीमा बनाएको छ अब चाहिँ म यहाँ पानसङका राजा यहाँ बैठक गर्ने ठाउँमा देखाउँछु यस्तो छ यहाँ ठ्याक्क डाँडामा चाहिँ गाह्रो लगाएर कसैले थाहा नपाउने गरी यसरी बैठक बस्ने बनाइएको थियो बिचमा गएर छ अहिले त यता ठुला ठुला बुट्टा पलाइसकेका छन् यस्तो दामी छ चाहिँ यसो घुम्दै मान्छेहरू बिचमा आएर नास्ता पिकनिक पनि खाने गर्थ्यो अहिले चाहिँ अलिक झाम्री घाँस पलाएछ यस्तो दामी छ यहाँ त्यहाँ छिर्ने गेट अनि यहाँ यसरी यहाँ भित्रपट्टि चाहिँ यहाँ बैठकहरू गर्ने राजाहरूले सल्लाह गर्ने योजना बनाउने रणनीति बनाउने त्यो ठाउँ यो चाहिँ कस्तो लाग्यो काली ठिकै के ठिकै भनेको दामी भन्नु पर्यो नि जान सकिन्छ कि हिँड्दै नसकेर केमा लैजानुहुन्छ ल फुङ्गाल फुङ्गाल यो नाग्न सक्ने मान्छेको के उयस पुरा हुन्छ अरे त यहाँ चाहिँ म फुङ्गाल्छु गाउँलेमा खाएको चाउमिनको पावर सोनाको पावर न चाउमिनको छैन ल हामी चाहिँ यहाँ घुम्दा घुम्दै एकजना यहाँ भोलागर साथीसँग भेट्नु भएको छ भोलागर साथी ल तपाईँको के छ युट्युबमा भनिदिनुहोस् न मेरो नाम माधव प्रजुली भ्लग छ हजुर तपाईँहरूले हेर्न सक्नुहुन्छ है त्यहाँ गएर यस्तै भ्लग भिडियोहरू हाल्नुहुन्छ ल उहाँलाई सपोर्ट गर्नु होला उहाँलाई पनि सब्सक्राइब लाइक सब गर्नु होला है ल इन्जोय गरेर आफू हामीले यता उहाँको पनि छुट्टै हो कि एउटै हो ल ल गर्नुपर्छ घुम्नुपर्छ होइन खैरेनीदेखि आउनु आएर हामी पनि मणिग्राम नजिकै पऱ्यो हामी त देवदा रोड हुँदै खैरेनी जान्छौँ बेला होला ठिक छ रमाइलो गर्नुपर्छ ल खुसी लाग्यो बेटा ल ल हुन्छ ल हुन्छ ल ल ल है त शोभायात्रा ल हजुर जाने नि त ल आउँदै गर्नु न हामी जाँदै गर्छौँ जम टाढो छैन जम हेर यति जा अब यति आउनु फुङ्गाल पनि दौडेर म गुल्टिनु मन छैन मलाई उता आउन म सक्छु फुङ्गाल्नु पनि सकिन्छ उयो नि तर त लगे छिटो छिटो उता उकालो उयो यार 1 मिटर हो यो जम्मा उता उकालै त हाल्छ गाई फुङ्गाल्नु सकिन्छ ना बाबा ना दाँत जाने उपचार मैले गरेँ मलाई म सक्दिनँ यहाँ सक्यो त्यहाँ सकिन्छ उयो त हो नि ल ल जाम सर तलबाट गयो भने अब हामी चाहिँ कहाँ हो भन त अब त कता उताको भ्युटार ल अब हामी चाहिँ यहाँ बुद्धको लिटिल बुद्धको ठुलो मूर्ति छ त्यहाँ आउँदैछौँ नजिकै ठ्याक्कै यहाँ यो हाम्रो सिद्धार्थ केवलकार पनि ठ्याक्कै यहाँ आएर टुङ्गिन्छ यहाँ चाहिँ अहिले पछिल्लो समय एउटा ठुलो मूर्ति बनेको छ अब लगभग आएँ म यहाँ चाहिँ अब आफ्नो यथा दृष्टि तथा सृष्टि भन्छ जसले आफ्नो नजरअनुसार देख्ने गरी यहाँ चाहिँ बुद्धले आउट देखाए जस्तो देखेँ मैले चाहिँ म क्रिकेट सम्बन्धित भएर होला यहाँ ठ्याक्क लिटिल बुद्धले चाहिँ आउट गरे जस्तो देखाएँ दामी छ यो चाहिँ मूर्ति भव्य बनाइएको छ ठुलो यहाँबाट दृश्यहरू पनि खुल्दैछन् मजाले आज मौसम पनि गजब छ केवलकार अझै बन्द रहेछ सायद सिद्धार्थ केवलकार तलबाट हामी अहिले जहाँ देखाएका थियौँ भिडियोमा त्यहाँबाट चाहिँ यहाँसम्म आउँछ यो केवलकार सुरुदेखि अन्त्यसम्म आज हामी हिँड्दै आयौँ यहाँ चाहिँ फाटाफुट्टा मान्छेहरू जो देखिनु भएको छ त्यति धेरै हुनुहुन्न यहाँ सायद केवलकार मर्मत पनि हुँदै रहेछ त्यहाँ मान्छेहरू बोलिरहनु भएको छ यहाँबाट हामी तल यहाँबाट जाने बाटो बन्द छ यता तल झरेर फेरि भ्युटारमा जान्छौँ अनि त्यहाँबाट हाम्रो आजको यात्रा लगभग सकिन्छ अझ चाहिँ म ठ्याक्कै मूर्तिको तल्लोपट्टि बसेको छु एकदम भयङ्कर छ कि मूर्ति चाहिँ यहाँ ठुलो देखिएको छ कि यसको माथिपट्टि यहाँ बगैँचा पनि यता बनाएर चटक्क पारेर गजब बनाइएको छ यहाँ चाहिँ यतापट्टि अलि दृश्य एकदम खुलो हो नि त यो मजाले पाहाडहरू यस्तो देख्न सकिन्छ यतापट्टि कताबाट हिमाल पनि देखिन्छ भन्दै हुन्थ्यो दिदीले यहाँ चाहिँ पृथ्वी जनताहरू थकित भयो बिहान 6:30 बजीदेखि आउने निरन्तर यात्रा अब यहाँ हाम्रो भ्यू पोइन्टमा आएर अन्त्य हुँदैछ अन्त्य त के भन्ने फर्केर जानेछ अब ठ्याक्क हामी भ्यू पोइन्टमा आइयो यहाँबाट भ्यू चाहिँ ए खासै देखियो नि कति 800 मिटरको सगरमाथा 8848 मिटरको सगरमाथा आरोहण गरियो उहाँबाट हामी हिँड्दै यत्रो डाँडा चढ्दै मजा आयो यहाँबाट भैरवसम्मै देखिन्छ खास तर अहिले चाहिँ यहाँ अब त्यति मौसम यति क्लिन भएन कि नत्र त मिठो देखिन्छ यहाँ म चाहिँ टावरमा जान चाहन्छु यहाँ चाहिँ यस्तो फोहोर फाले नगर्नु लगाइ यो भएन है अलिक सभ्य नागरिक परिचय दिउँ जहाँ पाए फोहोर नफालाउनु यार हाम्रै त हो नि सम्पत्ति नेपाली हामी रहला कहाँ नेपाली नरहे यो पनि अलि जीर्ण अवस्थामा छ अहिले ठाउँ ठाउँमा भाँचिन हालिरहे यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू दामी टावरमा स्वागत छ
रक्सी यहाँनिर आयो होइन त पुरै रक्सी मात्रै छ नि त रक्सीको खोलो मात्रै छ सब यस्तो खोलो बनाएको यहाँ चाहिँ घाम डह्रो चर्किएको छ त्यही भएर धेरै बेर भुलिएन हामी दादा तल गएर एकछिन रेस्ट गरौँ मलाई मन पर्ने यो गाइस हो किन मन पर्न त यस्तो रक्सी मात्रै खायो सबै सिसा मात्रै छ खोरो मात्रै छ सबै लापरवाही नगरौँ सबै नागरिकको परिचय दिउँ हामीले आफ्नो ल्याएको फोहोर लैजाऊँ फालौँ त्यही नत्र फोहोर हुँदैन नि राम्रै रहेछ ठाउँ त तर आज चाहिँ मौसम अलि सफा नभएर देखिएन हो र के देखिएन बजार हिमाल देख्यो कि नि हिमाल हेर्न आएको डाँडो मात्रै देखियो तल धुवा देखियो ठिकै छ चित्त बुझा अलि सफा रहन्छ नरुनुहोस् त्यही पनि ठिकै छ ल नुवाकोटको बसाइ छोटो मिठो भयो आज अलिकति मौसम साथ दिइ नदिए पनि म सन्तुष्ट छु हिँड्न आएको म खास मजाले हिँड्यो ल साथीहरू गाह्रो पिरो नमान्नु होला अब हामी चाहिँ यहाँबाट बिस्तारै झर्नुपर्छ आउँदा चाहिँ रमाइलो गऱ्यो अब जाँदा कस्तो हुन्छ हेरौँ जाँदा पनि राम्रै होला थकाइ खासै छैन भोजन पनि गरियो भोक छैन अन्त कतै जाने र योजना के छ र कि आजलाई पुग्यो आजलाई अब मारिकलाई छ नि त के भन्नुहुन्छ मालिक नि हो र हिमाल आरोहण गर्ने सपना अधुरै छ हिमाल हेर्न आएको मान्छेलाई अब घरहरू देखाएर फर्काउँदैछन् गौतम बुद्धको दर्शन गरी अब हामी यहाँबाट फर्किनेछौँ ल यहाँ पिङखेली कुरो हो ल ल चढ्नु चढ्नु गुल्डी के भएर झन् खतरा कन्टेन्ट बन्छ छैन कहाँ तन्किन लबड अऱ्यो बसेर उभिएर गुल्डिन गुल्डिन ल बस्नु कि ल चाचा हुई ल हे ए कडा जान्ने ल हे ल पिङखेली हात यस्तो दुख्दो रहेछ यार अब हिँड्नु त छँदैछ रिफ्रेसमेन्टको लागि रोटी अब पृथ्वीनारायण शाहलाई बिदाई गर्दै ल साथी ल ट्रेकिङ सुरु भइसक्यो फेरि हाम्रो ओह्रालो ट्रेकिङ ल बिस्तारै जाऊँ है ल गाइज हामीले चाहिँ फ्रुटी खायौँ अब तपाईँ जस्तो जहाँ पाए फाल्दैन हामीले यसरी आफैले गरेको फोहोर आफै लिएर जाने यो गर्ने बानी बसालियो भने प्रकृति सफा भइरहेको छ जहाँ पाए खाने अनि आफूलाई स्वार्थ पुरा गरेपछि फाल्ने काम गर्नु हुँदैन है ल यिनले अब त्यहाँ राख्छन् जल्लामा त्यस्तो बानी बसाल्नु पर्यो यो हाम्रै हो भन्ने भाव आउनु पऱ्यो कि यो सबै नेपाल हाम्रै त हो नि हाम्रै घर हो त्यसै कारण यसो संरक्षण गर्न हामी दत्तचित्त हुनु पऱ्यो खालि मन परि गर्ने अनि त्यस बिग्री भनेर भएन गाइजहरू जहाँ जानुहुन्छ मौज गर्नुहोस् रमाइलो गर्नुहोस् त्यसको भरपुर मजा लिनुहोस् तर त्यसलाई चाहिँ फोहोर फाल्ने ठाउँ डङ्गुर बनाएर नछोड्नुहोस् त्यही कुरो अब हाम्रो भ्लग इन्ड गर्नु पर्ला जस्तो छ हेरिदिनु भयो धेरै धेरै धन्यवाद तपाईँले हेर्नु छ र हामीलाई सपोर्ट मिल्छ होइन भिडियो बनाउन हुन्छ भिडियोहरू आउँदै गर्छन् हेर्दै गर्नु होला इन्जोय गर्नु होला फिलहाल के भन्छ जाँदा जाँदै हाम्रो फ्यानहरूलाई जाँदै जाँदै मेरो च्यानल पनि एकदम तलमा सब्सक्राइब गर्नु होला कृष्ण भ्लग छ अनि हाम्रो तुलसीराम भण्डारीलाई पनि उहाँलाई पनि सब्सक्राइब गरेर धेरै माया देखाइदिनु होला ल गाइजहरू हाम्रो आजको यात्रा यहाँ सकिएको छ सो मच फर वाचिङ है यहाँसम्म जेस मजा भयो दिनभरि धेरै राम्रो हजुर तुलसीराम भण्डारी 4-5 घन्टा चाहिँ मजाले मौज गऱ्यो मजा भयो अब चाहिँ यहाँबाट अन्त्य हुँदैछ थ्याङ्क यू सो मच फर वाचिङ है ल